सो गाइस भन्दा केटाहरूले टेक्नु भयो ठिकै छ कोही छैन है बात अलिअलि मिस्टेक हुन्छ बिचारा भैयाहरूले मिहिनेतले ढलाइहाल्नु भएको रहेछ हो केटाहरूले टेकिदिनु भएछ हुन्छ त्यस्तो गल्ती हो अब हामी जाँदैछु फेरि पनि सपिङ गरेर रुम है बजार सिलगढी बजार यति इतना भिड हुँदो रहेछ गाइस प्राय भिड हुँदो रहेछ हो बहुत भीड़ है मधेश में नहीं हामी त चिन्दिन त हिँड न अगाडि होला सिलगढी यतिको रमाइलो रहेछ रमाइलो सुन न फर्किँदा मेरो बाटो कहाँ गएको हामी जुस खानुहुन्छ अरे है सो अब जुस खाँदै गरेको देखाउँछु तपाईँहरूलाई हो यतिर पनि पाइहाल्छ होला नि त भइहाल्यो नि हामी चाहिँ मार्केट गएर आइपुग्यो हो केटाहरूले सामान लिएर आयो हातभरि आजको डिनरमा चाहिँ हाम्रो के यो भेन्डी तपाईँको भेन्डी र करेला बनाउनु हुने रहेछ श्री हाम्रो यहाँ संजोग तामाङले है उहाँहरूले मलाई धेरै सपोर्ट गर्नुहुँदैछ है तपाईँहरू पनि सपोर्ट गरिदिनुहोस् यहाँ पनि रहेछ त अन्त केराको दम्साहरू पनि बेच्दो रहेछ त केराको दम्साहरू पनि भित्रको हो त हेर त बेच्नु हुँदो रहेछ हौ बिचरा कति है ब्रोइलरहरू रहेछ कुखुरा घुम्दै आएको थिएँ खास चाहिँ हामी भ्लग बनाउनु मासुमा कहाँ आएछु मासु दोकानहरू त आइपुगेछु साथीभाइहरू है गुड नाइट छ आजको भ्लग यति नै हो है भोलि आज बिहानको मर्निङको भ्लग है म चाहिँ अहिले सिलगढीमा छु बाई बाई अर्को पालि त अर्को फटा मार्केट